हेलो गाइस, वेलकम ब्याक टु माई ब्लग है। फेरि पनि हजुरहरूलाई मेरो सेकेन्ड ब्लगमा स्वागत छ र आशा छ सबैजना सन्चै छ होला है। र आज चाहिँ यस्तो घाम लागिरहेको छ कि छटक्कै, र फेरि ब्लग पनि सुरु भएको छ। आजको ब्लगमा चाहिँ विशेष गरी साम्चीको दृश्य देखाउने छ। अब साम्ची गइँदैछ। अहिले भन्छ यहाँ ठक्कै रोडमा हाम्रो प्राडो पड्केर बसिरहेको छु हो, आउँदैन। मौसम पनि हल्का पानी पर्न थालिहाल्यो। सक्नुहुन्छ साथीहरू, अगाडि एउटा गाडी रोडकै बिचमा स्टार्ट बन्द भएर बसेको छ अरे कि, जाममा फस्यो लाग्दिएको जबरजस्ती। अब लु है साथी हो, यो चाहिँ देख्न सक्नुहुन्छ धामधुङको दृश्य। यहाँ खोला बगर मात्रै छ अहिले हो, सट्टै उँभो देख्न सक्नुहुन्छ माथि माथि डाँडा काँडा हरियाली सबैतिर। अब चाहिँ साम्ची पुग्नै आँटिसकेको छ। Excited to witness the match. अहिले साम्ची आइपुग्यो, बल्ल बल्ल दृश्य देख्नुहुन्छ यहाँको कम्प्लिट हुन आँटेछ। अब चाहिँ वरिपरि यहाँनिर अब गएपछि डाइरेक्ट केटाहरूको म्याच हेरेर हुन्छ होला हो, कस्तो हुन्छ। किप इन टच, डोन्ट फर्गेट टु सब्सक्राइब। अब भनी चाहिँ लाग्यो है टाउन तर्फबाट पनि उकालो दौडिरहेको छु उकालोमा हो। यहाँ देख्न सक्नुहुन्छ होला लाखाङ। अनि भनी चाहिँ यता छ शिव मन्दिर। दर्शन गर्नुहुनेहरूले यही भिडियो तर्फबाट पनि दर्शन गर्दा हुन्छ है हजुरहरू। आफ्नो आफ्नो दया उचितको कुरा हो साथी। अब चाहिँ फाइनली वाकमा दिइरहेछौँ। हाम्रो गाडी छ गाउँले छिटो। यहाँ जेवर क्रसबाट जानु होला। सही जग्गाबाट हिँड्नुपर्छ हिँड्नुको लागि चाहिँ हो, त्यही भएर यहाँ जेवर क्रसबाट हिँडिरहेछ। चटक्कै घाम लागेर कस्तो भइरहेछ, दिन यस्तो भइरहेछ। अगाडि यहाँनिर स्पोन्सरहरू छ दुईजना, हल्का स्पोन्सर लन्च दिने, पैसा चाहिँ तर आफैले तिर्नुपर्ने। ग्राउन्ड चाहिँ यहाँनिर हो। म्याच सुरु भएको छैन यसो खास हो नि। टाइम 4 देखि भन्थ्यो, भुटनिस टाइम यस्तै हुन्छ है। 4:10 भइसक्यो, स्टिल ग्राउन्ड त रित्तै देख्छु। घरदेखि चाहिँ म्याच हेर्नु भनेर आएको हो, हेर्नै परेको छ होइन। घाम चाहिँ अति लागेको छ। ए ठिक्कै टाइमिङमा आएछु, स्टार्ट हुन आँटेको रहेछ जस्तो देख्दैछु। दुईजना पछाडि आउँदैछ, दुईजना अगाडि, म चाहिँ बिचमा। जम्मै 5 जना आएको। कतिजनाले त यहाँ साम्ची देख्दाखेरि मिस हुँदै होला होइन। कोही कोही यहीँकोहरू हुनसक्छ, कता कता गएर बसेको। हेर्नुहोस् है आफ्नो होम टाउन, आफ्नो होम टाउन देख्नु सक्नुहुन्छ। फाइनली यहाँको साम्ची रन अफ जोङको यताडि आइपुगेको छु। यो ठक्कै छोड्दिनदेखि याद हुन्छ होला नि, यहाँ हुँदै हिँडिबस्नेलाई त। घाम लागिरहेको छ, ग्राउन्डको दृश्य देख्नुहुन्छ। गरमले बियोस घाम चर्किरहेको छ। व्हाइट जर्सी चाहिँ नामुछोले, रेड चाहिँ टसी चोलिङ।
अन्डा खाने मान्छे छ मार्कीले भेटेर बस्दै बस्दै रात पर्यो के गर्नु हो गाह्रो छ जिन्दगी अँध्यारो देख्दै होला नाइट भ्यू देखो देखो केटाहरू को आउँदैछ हिँडे देखो यहाँनिर गोल लाउन नसक्ने भाते कस्तो भयो नखेल जितेले 83 केजीको मान्छे यहाँनिर छ आजको सवारी चाहिँ हामी थिम्पूबाट फिन्चलिङ भएर इन्डिया भएर हो साम्ची आइपुग्यो म्याच थियो भनौँ न आज लगभग 2 म्याच सक्यो आजको हामी फर्स्ट म्याच खेल्यो जित्यो भन्दा पनि हार्डली वी फट टिल द एन्ड लक फेभर अस सबैजनालाई है ब्लग हेर्ने कोही रागीलाई सब्सक्राइब एन्ड फलो गरिदिनु होला सबैजनाले माया गरिदिनु होला कोही रागीलाई ल म चाहिँ थिम्पूबाट यसको ब्लगमा अनुहार देखाउन आएको सबैजनालाई सवारी छ गुड नाइट